नमस्ते सम्पूर्ण साथीहरुमा। आज धेरै पछि म भिडियो मार्फत यहाँहरुमा उपस्थित भएको छु। मैले अस्तिको भिडियोमा पनि राखेकी थिएँ मेरो आइडीमा सामान्य समस्या आएर आज म धेरै समयपछि उपस्थित भएको हुँ भनेर। धेरैजना साथीहरुले मलाई कमेन्ट गर्नु भएको थियो, म्याम कन्ट्रीहरुको बारेमा राख्नुस् न, म्याम बजेटहरुको बारेमा राख्नुस् न भनेर। तर मैले चाहिँ पहिला चाहिँ नेपालको भूगोल सकेर अनि अर्को टपिकमा जाम्ला भन्ने सोचेको थिएँ। कारणवश भिडियो स्टप गर्नु पर्यो। नदीनालाहरूको सम्बन्धमा बीचमा भिडियो बनाइरहेको थिएँ। यो नदीनालाको टपिक सक्यो भने साथीहरुको कमेन्टलाई पक्कै पनि दिनेछु। आजको भिडियोमा चाहिँ म नदीनालाको टपिक अन्तर्गत रहेर नै छलफल गरेँ है त। हजुरहरुको कमेन्ट लिन पाइन, त्यसको लागि माफी चाहन्छु। मैले ढिलो नगरी सुरु गरेँ है त। कहाँबाट उत्पत्ति भए हैन, पौराणिक नाम के हो, त्यो विषयमा मैले यहाँभन्दा अगाडिको भिडियोहरुमा राखिसकेको छु। आजको भिडियोमा चाहिँ नदीनालाहरूको दोभान स्थल। कहिलेकाहीँ हामीलाई कस्तो सोधिन्छ भने यतापट्टि नदी यतापट्टि उद्गम स्थल अर्थात् दोभान भनेर चाहिँ राखिदिएको खण्डमा जोडा मिलाउनेमा प्रायः यस्तो अनि त्यसपछि अप्सनमा पनि सोधिराखेको हुन्छ मल्टिपल उसमा। त्यस्तो खण्डमा चाहिँ सजिलो होस् भनेर चाहिँ मैले ट्रिकी भिडियोहरू राखिराखेको हुन्छु। जहिले साथीहरूले हेरिराख्नु भएको छ, हेरेको साथीहरूलाई कसै पनि थाहा छ। अब हामीले यसलाई कसरी याद गर्न सक्छौँ त है? तरिका त आफ्नो आफ्नो हुन्छ याद गर्ने, तर मलाई चाहिँ के लाग्छ भने तरिकाबद्ध तरिकाले पढ्यो भने त्यो दिमागमा छिटो बस्दो रहेछ भन्ने चाहिँ मलाई लाग्छ क्या। त्यही भएर चाहिँ मैले आफूले जानेको कुरा सेयर मात्रै गर्न खोजेको। धेरै साथीहरूलाई मन पर्दैन पनि होइन, कसैलाई मनपर्छ, मनपर्ने साथीहरूले हेर्नुहुन्छ, माया गर्नुहुन्छ, त्यो बेग्लै कुरा। त्यसको लागि त धेरै माया साथीहरूलाई पनि। तर मन नपर्ने साथीहरूले सकेसम्म त्यो अनावश्यक कमेन्ट गरेर आफ्नो समय त्यो सक्नुभन्दा अर्को आफूलाई काम लाग्ने भिडियोतिर जानु भने चाहिँ अझै राम्रो हुन्छ क्या है। ल हेर्नुहोस् है, त्रिशुली र बुढी गण्डकी दुईवटा नदीको दोभान स्थललाई हामी के भन्छौँ? बेनीघाट है, बेनीघाट भन्छौँ। जुन कहाँ पर्छ त? धादिङ र गोर्खाको सिमानामा पर्छ। धादिङबाट बग्ने त्रिशुली नदी र गोर्खाबाट बग्ने बुढी गण्डकी आएर कहाँ मिसिन्छन् त? धादिङको बेनीघाटमा मिसिन्छन्। अब हामीले याद कसरी गर्ने त? बेनीघाट भनेमा हामीले त्रिशुली र बुढी गण्डकीको दोभानलाई, तर याद चाहिँ कसरी गर्ने? अब यसरी सम्झौँ के, यो शब्दलाई लिम अनि यो शब्दलाई लिम र यो शब्दलाई लिम है। सुली र बुढी दिदी बहिनी हुन् है, दुई दिदी बहिनी हुन्। यिनीहरू कहाँ भेट्छन्? बेनीघाटमा भेट्छन् है। सुली र बुढी, उकार उकार इकार इकार, मैले यसरी सम्झेको है। सुली र बुढी कहाँ भेट्छन् त? बेनीघाटमा भेट्छन्। यिनीहरू को हुन्? दिदी बहिनी हुन् के। दिदी भनेको धादिङको दिदी लिनुहोस्, बेनीलाई बहिनी भनिदिनुहोस् के है, बहिनी भनिदिनुहोस् ल। दिदी बहिनी हुन्, दिदी बहिनी हुन् सुली र बुढी, यिनीहरू कहाँ? बेनीघाटमा भेट्छन् भने चाहिँ यसरी हामीले यो त्रिशुली र बुढी गण्डकीको दोभानलाई के भन्दा रहेछौँ त? बेनीघाट भन्दा रहेछौँ भनेर चाहिँ यसरी याद गर्न सक्छौँ जस्तो लाग्छ है। मैले चाहिँ याद गरेको तरिका यो चाहिँ हो है। अब फेरि त्रिशुली र तादी, अब नदीहरू त कस्तो हुन्छ? यसरी बगेर आयो नि, यहाँ एउटा नदी आएर मिसिदिन सक्छ, यहाँनिर एउटा नदी आएर मिसिदिन सक्छ, यहाँनिर एउटा नदी आएर मिसिदिन सक्छ है। जहाँ पनि मिसिदिन सक्छ नि त नदीहरूमा त। त्रिशुली र बुढी गण्डकी मिसिए, यहाँ चाहिँ त्रिशुली र तादी मिसिए है। अब त्रिशुली र तादी चाहिँ कसरी याद गर्ने हामीले? देवीघाट भने चाहिँ कहाँ मिसिन्छन् त? नुवाकोट है। त्रिशुली त नुवाकोट विदुर हामीलाई थाहा छ है, नुवाकोटमा मिसिन्छन्। अब यो त्रिशुली र तादीलाई देवीघाटसँग लिङ्केज चाहिँ कसरी गर्ने त है? अब मैले चाहिँ मेरो आफ्नै परम्परागत ल्याङ्ग्वेज अनुसार सम्झेँ है। कसरी भने तादी भन्ने शब्द हामीलाई चाहिँ कसरी भने पहिले भनेर चाहिँ भन्नुहुन्थ्यो क्या बुढापाकाहरूले, अझै पनि भन्नुहुन्छ यो शब्द है। तादी भनेको पहिले भन्ने शब्द जनाउँछ क्या, पहिले पहिले भइसकेका कुराहरू है। अब चाहिँ तादी न के, तादी भनेको पहिले है। तादी न के गरे त? सुली, अघि हामीले यहाँ भनेछन् सुली र बुढी दिदी बहिनी हुन्, यिनीहरू कहाँ गएर नुहाएछन् त? देवीघाटमा भन्ने चाहिँ मैले सम्झेको है। अब यसरी त्रिशुली र तादी नदीको सङ्गम स्थल कहाँ रहेछ त? नुवाकोटको देवीघाट भन्ने ठाउँ। नुहा भने चाहिँ नुहाउनु भनेर चाहिँ मैले यसरी लिएको है। नुहाउनु भनेको नुहाउने कार्यलाई चाहिँ मैले चाहिँ सम्झेको चाहिँ लिङ्केज गरेर है। नुहाए उनीहरूले देवीघाटमा गएर कहिले? तादी न पहिले भनेर चाहिँ यसरी सम्झे। अब इन्द्रावती र मेलम्ची, यो त केही आएर छैन, यसलाई चाहिँ मेलम्ची, मेलम्चीमा आएर मिसिन्छन् है। मेलम्ची कहाँ पर्छ त? सिन्धुपाल्चोकमा, यो साथीहरूलाई थाहा होला है। मेलम्ची खोला, इन्द्रावती र मेलम्ची खोला कहाँ त? मेलम्चीमा आएर मिसिँदा रहेछन्। यसको सङ्गम स्थल भनेको मेलम्ची रहेछ, जुन कहाँ पर्छ? सिन्धुपाल्चोकमा है। अब हेर्नुहोस् है, फेरि काली गण्डकी र रिडी खोला, सजिलो छ यो पनि। कहाँ मिसिन्छन्? रिडीमा मिसिन्छन् के है। काली गण्डकी र रिडी खोला कहाँ मिसिन्छन्? रिडी, गुल्मी, पाल्पा र स्याङ्जा
गुल्मी, पाल्पा र स्याङ्जाको रिडी भन्ने ठाउँमा के त काली गण्डकी र रिडी खोला मिसिन्छन्। अब हामीले यसमा याद गर्नुपर्ने लिङ्केज गर्नुपर्ने केही छ त छैन नि त, किनकि रिडी यहाँ अटोमेटिक छँदैछ पहिले नै है। रिडी खोला र काली गण्डकी रिडीमा मिसिन्छन् के त गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गम स्थल। अब हेर्नुहोस् है, काली गण्डकी र मोदी यो पनि एकदमै सजिलो छ। मोदी बेनी भनेको कहाँ पर्छ त? पर्वतमा पर्छ है, पर्वतमा पर्छ। काली गण्डकी र मोदीको सङ्गम स्थल कहाँ हो त? मोदी बेनी है। मोदी बेनी कहाँ पर्छ? पर्वतमा पर्छ। यो पनि जस्तै यहाँ रिडी भने जस्तै यहाँ रिडी आयो, यहाँ मोदी भनेको मोदी आइहाल्यो। यसमा पनि लिङ्केज गर्नुपर्ने मलाई जहाँसम्म लाग्दैन है। अब हेर्नुहोस्, काली गण्डकी र बडी गाउँ रुद्रगङ्गा सजिलो छ क्या। हामीले कुनै कुराहरू परीक्षामा यो कि त्यो हो कि भन्दा पनि नामसँग जोडिएर आयो भने यो हुनुपर्छ है भन्ने पनि त्यो अन्दाजी हामीले गेस गर्न सक्छौँ क्या। काली गण्डकी, बडी गाउँ र रुद्रगङ्गा यो पनि सेम के छ? मोदी खोला जस्तै छ क्या। यो जस्तै हामीले मोदीको लिङ्केज गरेर मोदी बेनी भयो जस्तै अब यहाँ काली गण्डकी र बडी गाउँ रुद्रगङ्गा पनि कहाँ त? रुद्रवेणी है, रुद्रवेणी यो कहाँ पर्छ? गुल्मी, बागलुङ र पाल्पामा मिसिन्छ रुद्रवेणीमा है। काली गण्डकी र बडी गाउँ रुद्रगङ्गा कहाँ मिसिँदो रहेछ त? रुद्रवेणीमा मिसिँदो रहेछ। पाल्पा, बागलुङ र गुल्मी यो 3वटा जिल्लाको सिमाना रुद्रवेणीमा यिनी 2वटा नदीहरू मिसिँदा रहेछन्। सङ्गम स्थल कहाँ रहेछ त? रुद्रवेणी है। अब त्यस्तै अरुण नदी र सभा खोला हेर्नुहोस् है, हामीले अब यसलाई चाहिँ लिङ्केज गर्नुपर्छ। किन भन्दा यो नामसँग म्याच छैन, त्यसैले चाहिँ यस्तो नामसँग म्याच भएका त केही गाह्रो छ त? रिडी भनेको रिडी आइहाल्यो, मोदी भनेको मोदी आइहाल्यो है। अब यहाँ रुद्रगङ्गा भने रुद्रवेणी आइहाल्यो। अब यसमा चाहिँ छैन। अब नभएको ठाउँमा चाहिँ हामीले लिङ्केज गरेर याद गर्नु पर्यो होइन। अब अरुण नदी र सभा खोलाको सङ्गम स्थल कहाँ हो त? तुमलिङटार। तुमलिङटार कहाँ पर्छ? सङ्खुवासभामा। हामीले थाहा होला, यो टारहरूमा पनि पढ्नुपर्छ नि त हामीले होइन। यसलाई सङ्खुवासभामा पर्छ तुमलिङटार, जो के त अरुण नदी र सभा खोलाको सङ्गम स्थल हो। अब हामीले यसलाई याद चाहिँ कसरी गर्ने है, हेरौँ है लिङ्केज गरेर। अब यसलाई सभा खोलाको सभा र सङ्खुवा सभाको सभालाई लिङ्केज गर्न पनि सकिन्छ। नत्र तुमलिङटारको तुम भन्नुहोस् त्यसलाई, अनि अरुण सभामे तुम जरुर आना यसरी सम्झिँदा पनि हुन्छ क्या। अरुण सभामे तुम जरुर आना, तुम भनेको तुमलिङटार, सभामे सभा खोला, अरुण भनेको अरुण नदी, यसरी चाहिँ सजिलो तरिकाले सम्झिन सकिन्छ। अब हरगङ्गा र हरिगङ्गाको सङ्गम स्थल हरिहर क्षेत्र। नेपालको हरिद्वार भनेर पनि यही स्थानलाई चिनिन्छ है। आदि प्रयाग भन्छ यसलाई, अनि के भन्छ? देवघाट भन्छ। यो कहाँ पर्छ? चितवन अनि नवलपुर र तनहुँको सिमानामा पर्छ है। चितवन, नवलपुर र तनहुँ यी 3वटा जिल्लाको सिमानामा पर्ने हरिहर क्षेत्र के हो त? हरगङ्गा र हरिगङ्गाको सङ्गम स्थल हो। नेपालको हरिद्वार भनेर चिनिने ठाउँ यो होइन। हरिहर क्षेत्र भन्छ, हरिद्वार क्षेत्र भन्छ, आदि प्रयाग भन्छ, देवघाट भन्छ। एकदमै धार्मिक र सांस्कृतिक हिसाबले आफ्नै महत्त्व बोकेको छ, ऐतिहासिक ठाउँ हो होइन। हरि भनेका को हुन्? विष्णु हुन्। हरि भनेका विष्णु हुन् भने हर भनेका को हुन्? शिवजी हुन्। शिवजी हुन्, महादेव हुन्। हरगङ्गा भनेको त्रिशुली पनि हो है। हरगङ्गा भनेको त्रिशुली हो। यो हरिगङ्गा भनेको के हो? काली गण्डकी हो। काली गण्डकी हो। कहिलेकाहीँ हामीलाई अलि फरक तरिकाले पनि सोधिदिन्छ कि होइन। हरगङ्गा र हरिगङ्गाको ठाउँमा काली गण्डकी र त्रिशुली यसरी पनि राखिदिनु सक्छ है। त्यसैले हरिहर क्षेत्र भनेको चाहिँ हरिगङ्गा र हरगङ्गाको सङ्गम स्थल हो, काली गण्डकी र त्रिशुलीको सङ्गम स्थल हो भनेर चाहिँ अलिक फराकिलो तरिकाले बुझेर गयौँ भने चाहिँ अझै सजिलो हुन्छ। यसपछि यो नारायणी नदीका नामले चिनिन्छ, यो पनि हामीलाई थाहा नै छ। अब यहाँ हेर्नुहोस्, कोका नदी है। कोका नदी र कोशी नदीको सङ्गम स्थल के हो त? बराहा क्षेत्र है। यो त हामीलाई थाहा छ। बराहा क्षेत्र कहाँ पर्छ? सुनसरीमा पर्छ है। सुनसरीमा पर्छ। हामीले यसरी सम्झिन्छ सजिलो तरिकाले। कसरी? यो क भनेको पहिलो शब्द हो होइन, वर्णमालाको क पहिलो शब्द हो। अनि यहाँ दोस्रोचोटि पनि के आएको छ? क आएको छ क्या। एकचोटि क थियो प्लस फेरि अर्कोचोटि आयो, के भयो? यहाँ दोहोरियो क्या। दोहोरियो भने चाहिँ बहु भनेर सम्झिने क्या। बहुपटक आएको छ क्या, एकभन्दा बढी पटक आएको छ क्या। क भन्ने शब्द है। क भन्ने शब्द एकभन्दा बढी पटक आएको छ। त्यही भएर चाहिँ बराहालाई चाहिँ मैले यसरी बहु भनेर चाहिँ सम्झेको है। बहु भनेर चाहिँ सम्झिएपछि ठ्याक्कै बराहा दिमागमा आइहाल्छ। बह दुइटै छँदैछ। क भन्ने शब्द एकभन्दा बढी पटक आएको छ। हामीले जस्तो 1 2 3 4 5 6 7 8 9 10 11 12 भनेर चाहिँ जब 12मा पुग्छौँ नि हामी, 12 22 32 42 52 62 72 82 92 यसरी जान्छ नि त होइन। हरेक ठाउँमा जहाँ 2 लागेको छ त्यहाँ ब ब ब ब उच्चारण हुन्छ। त्यसैले चाहिँ
मैले त्यसरी सम्झेको है। क दुई पटक आयो अनि यसलाई बहुपटक आएपछि वराचित र सुनसरीमा पर्छ भने चाहिँ यसरी सम्झेको है। जस्तै इन्द्रावती र सुनकोशी हेर्नुहोस् है। सुनलाई हामीले कसरी मापन गर्ने एकाइ हुन्छ नि, लाल आना भनेर चाहिँ मापन गर्छ नि त होइन। त्यस्तै सुनलाई के गरिन्छ त लालमा गनिन्छ होइन। अब दोलाल यसरी सम्झिने के, दोलाल घाट कहाँ त काभ्रे है, काभ्रे काभ्रे प्लाञ्चोक लेख्न पनि सक्नुहुन्छ यहाँ है। अब इन्द्रावती र सुनकोशी नदीको सङ्गम स्थल कहाँ हो, दोलाल घाट काभ्रेमा हो। अब सजिलो तरिकाले सम्झौँ के, सुनलाई लालमा हामीले गन्छौँ भन्छौँ भन्ने चाहिँ सम्झिन सक्यौँ है। अब इन्द्रावतीलाई सुन कति 2 लाल दिनु पर्यो अरे, इन्द्रावतीलाई सुन कति 2 लाल दिनु पर्यो भन्ने चाहिँ यसरी सम्झिन सक्यौँ है हामीले। अब सानो भेरी र ठुलो भेरी हेर्नु चाहिँ सजिलो छ। सानो र ठुलोको गणना गर्दा यो कुम मिल्छ त, मिल्दैन नि त होइन। सानो र ठुलोको कुम मिल्दैन के, मैले रुकुम भनेर सम्झेँ है। रुकुम र कहाँ त जाजरकोट, जाजरकोटको सिमाना रिम्ना भन्ने ठाउँमा के त, रिम्ना भन्ने ठाउँमा यिनीहरूको मिलन हुन्छ। सङ्गम स्थल कहाँ रहेछ त, रिम्ना। सानो भेरी र ठुलो भेरीको सङ्गम स्थल कहाँ, रिम्ना। अब सम्झिम कि कुम मिल्दैन क्या, सानो र ठुलोको कुम बराबरीमा मिल्दैन। त्यो रिम्ना यहीँ रि आइहाल्यो, तुरुन्त रि आयो त यहाँ यसरी मैले लिङ्केज गरेर सम्झेको क्या। रि भेरी रिम्ना रुकुम जाजरकोट है। अब ठुलो भेरी र नर्सिङघाट। अब नर्सिङलाई हामीले नर्स भनेर सम्झिने क्या। नर्सले के गर्छ, सुई लगाइदिन्छ नि त होइन। सल्ली मैले चाहिँ सलाई सुई भनेर चाहिँ सम्झेँ है, यसरी सुई भनेर चाहिँ सम्झेँ सलाई। अब आफ्नो तरिकाले पनि लिङ्केज गर्न सकिन्छ। नर्सले हामीलाई सुई लगाइदिन्छ भनेर चाहिँ मैले यसरी सम्झेँ कि है। ठुलो सुई देख्यो भने म त फेरि सुईसँग एकदमै डर लाग्छ क्या मलाई चाहिँ है। अनि त्यही भएर चाहिँ मैले झट्ट नर्स भन्ने शब्दले त्यो सुईसँगै लिङ्केज गरेँ क्या है। नर्सिङ घाट र ठुलो भेरी कहाँ त, सल्ली भन्ने ठाउँ जाजरकोटको है। जाजरकोटको सल्ली भन्ने ठाउँमा के त ठुलो भेरी र नर्सिङ घाटको मिलन हुन्छ, सङ्गम स्थल सल्ली रहन्छ। अब त्यस्तै निकास खोला र खुर्के खोला। अब यहाँ ठ्याक्कै सम्झिन्छौँ क्या। खुर्के भनेपछि उस्तै राइमिङ वर्ड सुर्खेत है। सुर्खेत कहाँ पर्छ, वीरेन्द्रनगर होइन। वीरेन्द्रनगर कहाँ पर्यो, सुर्खेतमा पर्यो है। निकास खोला र खुर्के खोला भनेको वीरेन्द्रनगर सुर्खेतमा पर्दो रहेछ। सुर्खेत खुर्के। अब वीरेन्द्रनगर भनेको कहाँ, कर्णाली हो है। कर्णालीतिर के छ त, निकास छैन भनेर चाहिँ सम्झिन सकिन्छ कि। कर्णालीतिर निकास छैन, विकास छैन भनेर चाहिँ यसरी पनि लिङ्केज गरेर याद गर्न सक्छौँ। सुर्खे खुर्के भनेर सम्झिन सक्यो कि, सुर्खे खुर्के। यसरी चाहिँ खुर्के खोला र निकास खोलाको सङ्गम स्थल कहाँ रहेछ त, वीरेन्द्रनगर सुर्खेतमा। त्यसै गरी सेती र कर्णाली। बलात, यो बलात भन्ने चाहिँ म कसरी सम्झेँ भने, यो हाम्रो कालीकोटको नजिक एउटा पलात भन्ने ठाउँ छ कि, पलाता कि के भन्छ है होइन। हो त्यही ठाउँलाई मैले लिङ्केज गरेर याद गरेको है। कर्णाली नदीको यो सहायक नदी पनि हो सेती होइन। अब र यसरी सम्झिँदा पनि हुन्छ, कर्णाली यसरी पछि परेको छ कि सरकारले पनि लात हानेको छ होइन। कति दुर्घटना भइरहन्छन्, कति के भइरहन्छन्, सरकारले वास्ता गरेको छैन। त्यही भएर चाहिँ जहिले पनि सरकारले लात हानिरहेको छ, के अरे सरकारले लात हानिरहेको छ कर्णालीलाई, यसरी पनि सम्झिन सकिन्छ कि होइन। आफ्नो आफ्नो लिङ्केज गर्ने तरिका फरक फरक हुन्छ नि त। सूत्र र पुत्र आफ्नै हुनुपर्छ अरे भन्नुहुन्थ्यो कि एकजना सरले, मलाई झट्टै त्यही याद आउँछ। तर मैले चाहिँ आफ्नो सहजीकरणको लागि बनाएँ र साथीहरूलाई पनि सहज हुन्छ भने सेयर गरेँ है त। जस्तो हुम्ला कर्णाली र मुभ कर्णाली। अब मैले यसलाई चाहिँ लिङ्केज गर्दाखेरि मैले एकचोटि भिडियो सुटिङमा गएको बेलामा जता हेऱ्यो भिरै देखिन्थ्यो कि। अब पहाडी एरिया हो नि त होइन कर्णाली त, त्यही भएर चाहिँ त्यसरी सम्झेँ कि भिरगाउँ के रहेछ त, हुम्ला कर्णाली र मुभ कर्णालीको सङ्गम स्थल रहेछ है। भिरगाउँ भिरै भएको ठाउँ हो नि त त्यो होइन। मुगु र हुम्ला भनेको के हो, भिरै भएको ठाउँ हो होइन। त्यही भएर चाहिँ के त मैले भिरगाउँ भनेर यसलाई लिङ्केज गरेँ। अब मर्स्याङको दरौदी हेर्नुहोस् है। दरौदी भनेको डरलाई सम्झिने नि त होइन। डरलाई सम्झेँ। डरलाई किन, म जुवा खेल्न डराउँछु है। म के त जुवा खेल्न डराउँछु भनेर सम्झिने कि है। तनहुँको मजुवा खैरेनी भन्ने ठाउँमा मर्स्याङ र दरौदीको भेट हुने रहेछ। मजुवा खैरेनी चाहिँ यिनीहरूको सङ्गम स्थल रहेछ है। यसरी चाहिँ सम्झिन सक्छौँ हामीले। कसरी याद गर्ने रे, डर, म जुवा खेल्न डराउँछु के, म जुवा खेल्न डराउँछु भनेर सम्झिने। अब यहाँ पनि छ त, म जुवा खेल्न डराउँछु
भनेर चाहिँ यसरी चाहिँ सम्झिन सकिन्छ। जस्तो अब म जुवा खेल्न डराउँछु, घरकाले पनि मर भनेर गाली गर्छन् होइन, त्यसरी चाहिँ म जुवा खेल्न डराउँछु भन्ने चाहिँ जसरी पनि आफ्नो तरिकाले सम्झिन सकिन्छ है। आजको भिडियोमा मैले नदीहरूको दोभानसँग सम्बन्धित रहेर कुराकानी गर्ने, परीक्षामा यो पनि इम्पोर्टेन्ट हुन्छ, यहीँबाट ठ्याक्क सोध्छ भन्ने त हुँदैन, यहाँबाट कता कति एउटा दुईवटा आइदियो भने हामीलाई चाहिँ सजिलो होस्, सहज होस् साथीहरूलाई भन्ने उद्देश्यले मैले यो भिडियो राखेँ। भिडियो कस्तो लाग्यो, मन पर्यो भने एक लाइक गरेर साथीहरूलाई पनि सेयर गर्न नबिर्सनु होला। साथीहरूलाई सेयर गर्दा के हुन्छ भने तपाईँप्रतिको गुण रहन्छ कि ए साथीले मलाई कस्तो राम्रो भिडियो सेयर गर्यो भन्ने पनि हुन्छ। जति ज्ञान बाँड्यो त्यति बढ्छ, त्यसैले साथीहरूलाई सेयर गर्न नबिर्सनु होला। च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब पनि गर्नु होला, साथीहरूलाई पनि सब्सक्राइब गर्नु भन्नु होला है। मैले नि थोरै धेरै मेहनत गरेर भिडियो बनाइराखेको हुन्छु, हजुरहरूले नि माया गरिदिनु भएको हुन्छ है। एक अर्काप्रति सहकार्य हुन्छ नि होइन, सहकार्यले नै हामी अगाडि बढ्नुपर्छ। साथीहरूले कमेन्ट पनि गर्नुभएको थियो यसको भिडियो राख्नुहोस् म्याम भनेर। हजुरहरूको कमेन्टलाई अर्को भिडियोमा समेट्नेछु। नदी नालाको प्रसङ्ग पहिला सकाइहालौँ भन्ने उद्देश्यले मात्रै आजको भिडियोमा यो बनाएको। चित्त नदेखाउनु होला, हजुरहरूकै साथमा सदैव छु। हजुरहरूले माया गरिदिनु भएको छ, हौसला प्रदान गरिदिनु भएको छ र त मलाई भिडियो बनाउने फेरि पनि जाँगर लागेको छ। थ्याङ्क यू सो मच सम्पूर्ण साथीहरूलाई।